केही दिन अगाडि एउटा भनाइले खुबै चर्चा पायो। हाम्रो वर्तमान गभर्नर प्रोफेसर डाक्टर विश्वनाथ पौडेलले नेपालले चाहेमा वैदेशिक ऋण तुरुन्तै भुक्तान गर्न सक्छ, अर्थात् $10 बिलियन हो, हामीसँग त्योभन्दा पनि धेरै विदेशी मुद्राको सञ्चित छ, नेपालले चाह्यो भने एक क्षणमा त्यो विदेशी ऋण चाहिँ तिर्न सक्छ। अब उहाँले यसो भनिरहँदा यो कुरामा कति सत्यता छ वा के कुरा हो भन्ने कुरामा म थोरै यसलाई चाहिँ एक्सप्लेन गर्न चाहन्छु। डेफिनेटली अहिले हामीसँग पर्याप्त विदेशी मुद्राको सञ्चित रहेको छ। हामीसँग 14-15 महिनाको राष्ट्र ब्याङ्कले पब्लिस गरेको डकुमेन्टमा हेर्ने हो भने पनि 14-15 महिनाको हामीसँग वस्तु तथा सेवा आयात धान्न मिल्ने गरी वैदेशिक मुद्राको सञ्चित छ। अर्थात् यसको भनाइ के हो त भन्नुभन्दा आजको दिनदेखि अर्थात् नेपाल राष्ट्र ब्याङ्कले पब्लिस गरेको डकुमेन्टको दिनदेखि 14-15 महिनासम्म 1 रुपैयाँ विदेशी मुद्रा नेपालमा आएन। कुनै पनि एङ्गलबाट न हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीले रेमिटेन्स पठायो, न कुनै पर्यटन सम्बन्धीको काम भयो, न कुनै वैदेशिक व्यापारबाट हामीले वैदेशिक मुद्राको आयात गऱ्यौँ। कुनै तरिकाबाट पनि विदेशी मुद्रा नेपालमा आएन भने पनि हामी 14 महिनाको लागि हामीलाई चाहिँ जसरी खाद्यान्न कुराहरू, पेट्रोलियम प्रोडक्टहरू, औषधि उपचारहरू, गाडी, मोबाइल, लत्ता, कपडा जे पनि हामी बाहिरबाट मगाउँछौँ ती सबै कुरालाई चाहिँ हामी पे गर्ने गरी 14 महिनासम्म सामान मगाउने पैसा तिर्ने, सामान मगाउने पैसा तिर्ने हैसियत हामीसित छ। यो साह्रै राम्रो हो। धेरै देशसँग यो अवस्था रहँदैन। विभिन्न समयमा इभन इन्डिया पनि 1991 तिर केही दिनका लागि मात्रै विदेशी सामग्री भनौँ इम्पोर्ट गर्न हैसियतमा चाहिँ वैदेशिक मुद्रा रहेको थियो। श्रीलङ्काको हामी 2021 तिरको डाटा हेर्ने हो भने उसँग वैदेशिक मुद्रा अलमोस्ट शून्य प्राय भएको थियो। औषधि भनौँ पेट्रोलियम प्रोडक्ट अन्य कुरा पनि मगाउन सक्ने अवस्थामा थिएन। पाकिस्तान पनि अलमोस्ट नाजुक कन्डिसनमा पुगेको थियो। इभन बङ्गलादेश अन्यलाई पनि वैदेशिक मुद्राको सञ्चित त्यति धेरै छैन। अहिले विश्व परिवेशमा कुनै पनि देश आत्मनिर्भर छैन। हामीलाई चाहिने सबै सामग्री वस्तुहरू हामी बनाउन सक्दैन, त्यो सम्भव पनि हुँदैन। विश्वका एकदमै सम्पन्न देशहरू हुन् या हामी जस्तो गरिब देश होस् जहाँ पनि हामी विदेशबाट केही न केही वस्तु सेवा आयात गर्छौँ। नेपालसँग त्यसरी 14 महिना बराबरको वस्तु तथा सेवा आयात धान्न मिल्ने गरी वैदेशिक मुद्राको सञ्चित छ। यो साह्रै राम्रो हो, यसमा नो डाउट यो धेरै हुनु भनेको राम्रो। तर अब हाम्रो प्रसङ्ग रहन्छ के गभर्नरले भने जसरी नेपालले चाहेको खण्डमा त्यो $10 बिलियन उहाँले भन्नुभएको छ, $10 बिलियन तुरुन्त पे गर्न सक्छ त भन्नुभन्दा हो वैदेशिक मुद्रा भएको कारणले गर्दा त्यो तिर्न सकिन्छ, के उपयुक्त हुन्छ त भन्नुभन्दा होइन। यो त कस्तो प्रकृतिको हो त भन्नुभन्दा कुनै घरमा सानो बच्चाहरूले दसैँ तिहारमा पाएको दक्षिणालाई चाहिँ आमालाई चाहिँ राख्न दिएको, अर्थात् उनीहरूले चाहिँ दक्षिणा कलेक्सन गरेर 5000 रुपियाँ बनाए भने पछाडि आमाले चाहिँ त्यो 5000 कसै अरूको ऋण तिर्नुपर्ने कुरा उनले आफ्नो पकेटबाट तिरिदिन्, त्यो 5000बाट तिरिदिन् भने के हुन्छ त भन्नुभन्दा आमासँग त्यो 5000 त देखियो हातमा, त्यो 5000 लगेर कुनै छिमेकीबाट उधारो मागेको थियो, त्यो उधारो त तिरिन्। तर समस्या के आउँछ त भन्दा भोलि अब स्कुल खुल्छ, स्कुल खुल्यो भने आज चाहिँ मलाई पकेट खर्च मेरो अस्तिको 5000बाट मलाई 500 दिस्यो न मम्मी भन्यो भने त्यो अवस्थामा आमाले चाहिँ छोरालाई त्यो 500 रुपियाँ दिन सक्दैन। हो नेपालमा अहिले हामीले चाहिँ यसरी विदेशी मुद्राको सञ्चित छ भन्दैमा हामीले तिर्नुपर्ने विभिन्न देशहरूलाई र विभिन्न त्यस्ता बायोलेटरल अर्गनाइजेसनहरू या मल्टिलेटरल अर्गनाइजेसनहरूलाई चाहिँ कुनै रकम हामीले चाहिँ दिन खोज्यौँ भने सरकार नेपाल राष्ट्र ब्याङ्कसँग त्यो सञ्चित छ, यसो विदेशी मुद्रामा भुक्तान त गरिदेला, तर त्यो पैसा भनेको नेपाल सरकारको होइन। ऋण लिएको कसले हो त भन्दा नेपाल सरकारले ऋण लिएको। ऋण तिर्ने कसले हो त भन्दा नेपाल सरकारले ऋण तिर्ने हो। नेपाल सरकारले बाटोघाटो बनाउन लिएको ऋण मेरो आम्दानी मेरो मासिक तलबबाट मैले तिर्ने होइन, नेपाली व्यक्तिहरूले तिर्ने होइन, नेपाली दाजुभाइ दिदीबहिनीले तिर्ने होइन, कुनै ब्याङ्क वित्तीय संस्थाले तिर्ने होइन। त्यही भएर त्यो 14 महिनाको सञ्चित जो रहेको छ यो के हो त भनेर भन्दा यो नेपाली दाजुभाइले पठाएको रेमिटेन्स रकम चाहिँ विदेशी मुद्रामा नेपालमा आएको, नेपाली व्यापारीहरूले विदेशमा सामग्री बेचेर त्यहाँबाट पाएको डलर, आइसी र अन्य वैदेशिक मुद्राको सञ्चित हो। कुनै पर्यटन व्यवसाय गरे बापत विदेशीहरू नेपालमा आएर खर्च गरिदिएको विदेशी मुद्रा हो। त्यो रकमको विदेशी मुद्राको सञ्चित नेपाल आउँदा चाहिँ नेपालको ढुकुटीमा नेपालको राष्ट्र ब्याङ्क वित्तीय संस्था र विभिन्न व्यापारी व्यक्तिहरू सटै काउन्टरहरूसँग रहेको समग्र विदेशी मुद्राको जोड चाहिँ त्यो। त्यसो भए त्यो पैसा नेपाल सरकारको त कदापि होइन, नेपाल राष्ट्र ब्याङ्कको आफ्नो त कदापि होइन। त्यो कसको हो त भन्दा ब्याङ्क वित्तीय संस्थाहरूको, विभिन्न व्यापारी व्यवसायीको, विभिन्न सटै काउन्टरहरूको, विभिन्न व्यक्तिहरू चाहिँ जो विदेशबाट केही रकम नगद स्वरूपै लिएर आउँछौँ उनीहरूको। त यो रकमलाई चाहिँ त्यही बच्चाले चाहिँ दसैँ तिहारमा
आएको दक्षिणालाई चाहिँ आफ्नो आमालाई केही समयको लागि राखिदिन भनेर दिया जस्तै हो। भोलि आवश्यक पर्यो भने बच्चाले के गर्छ, त्यहाँबाट कहिले 500 कहिले 1000 माग्दै आफूले खर्च गर्छ। हो त्यही कुरा, त्यो विदेशी मुद्राको सञ्चित जो नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्था, विभिन्न सटै काउन्टरदेखि लिएर अन्यमा रहेको छ, त्यो रकम त कुनै न कुनै व्यक्तिको हो। उसले चाहिँ मानव बैंकमा डिपोजिट गर्यो भने बैंकको विदेशी मुद्राको सञ्चित बढेको, कुनै व्यापारीले बैंक मार्फत त्यो रकम चाहिँ कहीँ भुक्तानी गर्नको लागि बैंकलाई नेपाली मुद्रा दियो भने त्यो विदेशी मुद्राको भुक्तानी सम्बन्धित देशको व्यापारीलाई गरिदिनु पर्ने हुन्छ। यसरी हामीले त्यो रकम जति हाम्रो सञ्चित छ त्यो पुरै रकम हामी तिर्न सक्छौँ भनेर गर्व गर्ने कुरा हुँदै होइन। यो केटाकेटी पारा हो, एकदमै लो लेभलको एउटा स्टेटमेन्ट हो। त्यो चाहिँ कुनै एङ्गलबाट पनि सुहाउँदो हुँदैन। हो कति बेला यो सकिन्छ भनेर भन्दा उहाँको भनाइमा के कुरा चाहिँ सत्यता हुनसक्छ भने त्यति बराबरको रकम नेपाल सरकारले आन्तरिक ऋण वा कुनै क्षेत्रबाट त्यसरी ऋण सङ्कलन गर्ने र त्यसरी सङ्कलन गरिएको रकमलाई चाहिँ ती बैंक वित्तीय संस्थाहरू, ती सटै काउन्टरहरू, ती व्यक्तिहरूलाई चाहिँ प्रोभाइड गरेर त्यो विदेशी मुद्रालाई चाहिँ के गर्ने त भन्दा भुक्तानी गर्न सक्छ। तर त्यो भने जसो एकदम सहज हुँदैन। र अर्को भनेको के हो त भन्दा हामीले त्यसरी ऋण तिर्ने क्षमता छ भन्दैमा हामीसित भएको सबै रकम हामीले ऋण तिरिदिने हो भने त्यसले पनि के हुन्छ त भन्दा हाम्रो दैनिकी बिग्रिन्छ। अर्थात् मैले कुनै बैंक वित्तीय संस्थाबाट ऋण लिएको छु, मेरो दसैँ तिहारमा 1 लाख रुपियाँ तलब दसैँ पेस्की सबै गरी आयो भने मैले योपालि त मेरो 1 लाख आयो, मैले 1 लाखै चाहिँ के गरिदिन्छु भने ऋण तिर्दिन सक्छु नि त भनेर भन्यो भने मेरो किस्ता 10-15 हजार थियो मासिक तिर्नुपर्ने, मेरो 1 लाख खातामा आयो भने म 1 लाख तिर्दिन्छु भन्यो भने अरूको असर के पर्छ त भनेर भन्दा दसैँ चाडपर्वमा मैले केही खर्च गर्नुपर्ने हुन्छ, बालबच्चाको लागि लुगा कपडा किन्नु पर्ला, दसैँ तिहार मनाउनु पर्ला, राम्रो खानेकुरा किन्नु पर्ला, कहीँ घुमफिर जानुपर्ने होला, त्यसको लागि चाहिँ मसित पकेट खर्च पनि रहँदैन। त यसले गर्दा मेरो अहिले खातामा 1 लाख स्यालेरी पोस्ट भयो भने 1 लाखै गएर म बैंकलाई चाहिँ ल मेरो किस्ता 1 लाख चाहिँ पुरै लिदेऊ भनेर भन्न त सक्छु, तर त्यसको कम्प्लिकेसनहरू के हुन्छ, धेरै आउँछ। त देशको खाता पनि त्यही प्रकृतिको। एउटा त त्यो विदेशी सञ्चित रकम नेपाल सरकारको होइन, नेपाल राष्ट्र बैंकको आफ्नो होइन मात्रै होइन है, नेपाल सरकारको पनि केही रकम होला, नेपाल राष्ट्र बैंक पनि केही रकम होला, बैंक वित्तीय संस्थाहरूको, सटै काउन्टरहरूको, विभिन्न व्यवसायीहरूको, विभिन्न व्यक्तिहरूको। त यसले गर्दा हामीले अर्काको पैसालाई मेरो पैसा भनेर प्रयोग गर्न सक्दैन। या अर्काले केही समयको लागि राखिदे, या यो कारोबार गरिदे, या यो ब्याजको लागि मैले राखेको भनेको पैसा त्यो अर्कोको हुँदैन। त यसले गर्दा हामीसँग पर्याप्त विदेशी मुद्राको सञ्चित छ र हामी ऋण क्षणभरमा तिरिदिन्छौँ भनेर भन्नु यो एकदमै केटाकेटी पारा भयो, यो सुहाउँदो अभिव्यक्ति भएन। धन्यवाद।